उस्तै उस्तै हैछन्। जति सम्झी रोए पनि नसकिने रहेछन्। बस्यो अलग्गै यता जोबान ढल्क्यो ढलक्कै, यता जोबान ढल्क्यो ढलक्कै। ठिक 2:57 गएको छ। यो समयमा यहाँको सडक निकै सुनसान छ, देख्न सक्छौँ। निकै सुनसान सडक छ। निकै ठुलो चाडको रूपमा लिने गर्छन् नयाँ वर्षलाई। करिब 3 लाखको सेरोफेरोमा नेपालीहरू जापानमा बसोबास गर्दै आइरहेको तथ्याङ्क हामीले बुझ्नमा पाएका छौँ। आज यहाँका सबै बन्द व्यापारहरू पूर्ण रूपमा बन्द छन्। व्यावसायिक कम्प्लेक्सहरू हेर्न सक्छौँ, पूर्ण रूपमा बन्द छन् आज। एउटै व्यावसायिक कम्प्लेक्सभित्र यति धेरै व्यावसायिक प्रतिष्ठानहरू छन्। एउटा कम्प्लेक्सभित्र हेर्न सक्छौँ, हरेक वस्तुहरू पाउन सकिन्छ एउटा भित्र छिरियो भने व्यावसायिक कम्प्लेक्सभित्र। हामी आज तपाईलाई जापानको सडकमा 1 गतेको अवस्था कस्तो छ सो दृश्य देखाइरहेका छौँ। निकै ठुलो बस्तीको बीचमा हामीले देख्न सक्छौँ पानीको नहरको व्यवस्था निकै सफा छ। निकै ठुला ठुला माछाहरू पनि पाउन सक्छौँ हामीले यहाँ। सँगसँगै यतातिर देख्न